गुड मर्निङ नमस्कार सम्पूर्णमा डीजे लेप्चा सरको प्रोफेसनल मास्टर क्लास हाम्रो अहिले दमकमा भइरहेको छ। सर्वप्रथम त उहाँलाई हृदयदेखि नै नमस्कार भनेर रेस्पेक्ट गर्न चाहन्छु र अहिले हामीले मास्टर कोर्स गरेको हाम्रो आज चाहिँ लगभग 7 डेज हुन्छ। एकदमै राम्रो सिकाउनुहुन्छ सरले। 10 डेज भरिमा 3टा कोर्स 3टा सब्जेक्ट गराउनुहुन्छ, हेयर कटिङ, ब्लो ड्रायर सेटिङ र मास्टर केमिकल क्लास गराउनुहुन्छ। थ्योरी प्र्याक्टिकल दुइटै हुन्छ। तपाईहरु पनि कोही पनि सिक्नको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ बुक गर्न सक्नुहुनेछ। अब बाँकी दिनहरुमा चाहिँ बिर्तामठमा यही 17 गतेबाट क्लास स्टार्ट हुने भनेर सरले प्रिपेयर गरिराख्नु भएको छ। तपाईहरु पनि सिक्नलाई इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ क्लास बुक गर्न सक्नुहुनेछ। 17 गतेदेखि नै हो। अनि तपाईहरुले कन्ट्याक्ट गर्नुको लागि चाहिँ हामी सरको नै क्यूआर दिनेछौँ। त्यसपछि मोबाइल नम्बर सरको दिनै दिनेछु। यदि सरको भएन भने हजुरले मलाई नै कन्ट्याक्ट गर्नुभयो भने म सरको नै क्यूआर दिनेछु। तपाईले सिक्न चाहनुहुन्छ भने चाहिँ 50% पेमेन्ट चाहिँ अगाडि नै गर्नुपर्ने हुन्छ। त्यसपछि क्लास गरेर गर्दै गर्दै पेमेन्ट गर्नुपर्ने हुन्छ। र म के भन्न चाहन्छु भने मैले यस्तो मास्टर क्लास त मैले काठमाडौँमा गएर पनि धेरै एटेन्ड गरेको छु। त्यसपछि मैले बिर्तामोड, दमक धेरै ठाउँमा मैले मास्टर केमिकल, हेयर कटिङ सबै अब जति पनि भएको अहिले मास्टर क्लासहरू छ मैले आफू अब्बल लेडी हुनका लागि मैले रिपिट गरी रिभिजन गरी सिकेको छु। तर पनि त्यति सिके मध्येमा अहिले यस्तो राम्रो सिकाउनु भएको छ उहाँ सरले। त्यही भएर म अहिले उहाँलाई हेल्प अनि सपोर्ट मात्रै गरेको हो। उहाँ सरले म बिर्तामठमा अलिकति अननोन भएको कारणले गर्दाखेरि सपोर्ट गर्नुहोस् भन्नुभयो। मैले मेरो रिक्वेस्टले गर्दा सर हजुरको क्लास एकदम राम्रो छ। जति पनि छुट्नु भएको म्यामहरू हुनुहुन्छ उहाँहरूले पनि क्लास एटेन्ड गर्नुहुन्छ होला। हजुरले गराइदिनु भयो भने राम्रो हो। तर मलाई त अलिकति अब मेरो टाइमिङ भएको भए त म अझै सिक्ने थिएँ भनेर मैले सरलाई रिक्वेस्ट गरेँ र उहाँले हुन्छ ठिक छ तपाईले अब क्लास गराउनु भन्नुहुन्छ, स्टुडेन्टहरू कलेक्सन हुनुभयो भने म क्लास गराएर मात्रै फर्किन्छु भन्नुभयो। त्यही भएर तपाईहरुले यो मास्टर क्लास चाहिँ हेरेर भन्दा पनि क्लास जोइन गर्नुभयो भने एकदमै राम्रो सिकाइराख्नु भएको छ। बुझ्ने गरी पनि अलिकति धेरै टाढादेखि म्यामहरू हुनुहुन्छ, धरान, इटरी, विराटनगर, बिर्तामोटदेखि पनि हुनुहुन्छ। हामीलाई त यहीँ आफ्नै आँगनमा भएको जस्तो फिल भइराखेको छ। हाम्रो पनि ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर छ, स्टुडेन्टहरू पनि छ, स्टाफहरू पनि छ। तर हामीले आँखा चिम्लेर आफूलाई अब्बल लेडी बन्नुको लागि डिस्प्ले नै गरेर हामीले सिकिसकेका छौँ, सिक्दैछौँ। अब अहिले चाहिँ अलिकति धेरै जानियो पहिलाभन्दा। अब पहिला सिकेको कुराहरू त अलिकति अब सिकाउने टेक्निकमा पनि भर पर्छ होला र त्यही भएर धेरै नै अहिले चाहिँ अलिकति अब म अब्बल लेडी भएको मलाई फिल भइरहेको छ। तपाईहरु पनि अब्बल लेडी बन्न चाहनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। कन्ट्याक्ट नम्बर चाहिँ म बायोमा छोड्नेछु र उहाँको क्लास जति पनि उहाँको क्लास हजुरले गर्न चाहनुहुनेहरूले चाहिँ कन्ट्याक्ट गर्नुहोला। र अलरेडी तपाईहरुले सरलाई फलो गर्नुभएको छ भने सरसँग इन्स्टाग्राम, टिकटक अनि बायो पनि हुनेछ र मोबाइल नम्बर पनि यहाँ छोड्नेछु। त्यो मोबाइल नम्बरमा कन्ट्याक्ट गरेर सरको नै पर्सनल नम्बर अनि सरको क्यूआर पठाइदिनु हुनेछ। सरसँग नै आफै कुरा गरेर अनि आफै कुरा गरिसके पछाडि अनि 50% पेमेन्ट गरेर तपाईहरु को सिक्नुहुने भनेर सिट बुक गर्नको लागि नछुटाउनु होला। यति भन्नको लागि मैले भिडियो बनाएको। तपाईहरु पनि आउनुस्, सिक्नुस्, अब्बल लेडी हुनुस्। हामीले जति नै हामी अब ओल्ड ब्युटिसियन भए पनि हामीले अपडेट चाहिँ गर्नु नै पर्ने रहेछ भनेर मेरो माइन्ड मेकअपमा सेट भयो र मैले अब अहिले म धेरै अब एकदम के भन्नु अनि एकदमै अब अलिक अब जाने अब मलाई अलिकति भाषा आएन अनि अलिक
अलिकति अब सिकेर अलिक अब्बल नै भएँ। अहिले चाहिँ मैले अब धेरै कुरा बुझ्नु थियो, बुझेँ र उहाँ सरले सिकाइदिनु भएको छ। त्यति भन्दै म सरलाई अझै पनि म सरलाई नै थ्याङ्क यू सो मच भन्दै मोबाइल नम्बर चाहिँ बायोमा छोड्दै तपाईँहरूले सिक्न चाहनुहुनेहरूले कन्ट्याक्ट गर्नुहोला। अनि डु भिजिट डिजे लेप्चा सरको एकाउन्टमा र उहाँको इन्स्टाग्राम फेसबुकमा तपाईँहरू छिर्न सक्नुहुन्छ। उहाँको जति पनि वर्क छ, वर्कहरू चाहिँ त्यहाँनिर उहाँले पोस्ट गर्नुभएको छ, सबै देख्न चाहनुहुन्छ। हवस् त, थ्याङ्क यू, बाबा, सी यू म्यामहरू।